गुड मर्निङ एन्ड नमस्ते एभ्रिवान। बिहान बिहान म तपाईँहरू सबैजनालाई एउटा नयाँ ठाउँ घुमाउन लाग्दैछु। यो तपाईँले देखिराख्नु भएको छ वरपर हिमाल र एकदम हरियाली मनोरम सुन्दर दृश्य अन्त कतैको नभई काठमाडौँबाट नजिकै रहेको ककनी गाउँपालिकाको कार्यालय रानीपोवाबाट नजिकैको दूरीमा रहेको घरवासी भन्ने ठाउँ रहेको छ र यहाँ चाहिँ भर्खरै इस्ट्याब्लिस भएको न्युली इस्ट्याब्लिस पार्क रहेको छ जुन एकदमै राम्रो छ। मलाई चाहिँ एकदमै धेरै मन पर्यो। हजुरहरू पनि फुर्सदको समयमा घुम्न जान सक्नुहुन्छ। र यो तपाईँले देखिराख्नु भएको छ नि, यो चाहिँ अमिलो अमिलो खालको फल रहेको छ। यसलाई मलाए के भन्छन् जस्तो लागेको थियो हाम्रो गोर्खातिर चाहिँ। हिजो मिति 2082 साल पुसको 4 गते ककनी गाउँपालिका स्थित वडा नम्बर 2 र 3 का विद्यालयका शिक्षकहरूको पिकनिक रहेको थियो र पिकनिक स्पट गरवासीमा रहेको थियो र हामी गरवासी पुगेपछि सबैभन्दा पहिला त्यहाँबाट नजिकैको गरवासी महादेव दर्शन गर्न गयौँ जुन एकदमै रमाइलो ठाउँमा अवस्थित रहेको थियो। त्यहाँ पुगेपछि हामीले टिकटक बनायौँ, फोटो खिच्यौँ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो राजु ढुङ्गाना सर, उहाँ आङ्गिक माध्यमिक विद्यालयका प्र हुनुहुन्छ। दादी खोला ठाउँ ठाउँमा बङ्गालो कति राम्रो मायाको अङ्गालो छोरीलाई चढाउला फुलमाला माध्यमिक विद्यालयका शिक्षकहरूको प्रतिनिधित्व गर्दै उक्त मन्दिर दर्शन गर्न गएका थियौँ। म चाहिँ पहिलोपटक गएको थिएँ। मलाई एकदमै रमाइलो लाग्यो। यो ठाउँ चाहिँ एकदमै कस्तो फिल भयो भने स्वर्गकै एउटा टुक्रा रहेछ भन्ने फिल भयो। हामी फेरि त्यहाँबाट हिँड्यौँ। त्यसपछि हामी एकछिन अब हाम्रो खाना चाहिँ हामी खाजा खाएर गएका थियौँ। खाना चाहिँ रेडी हुँदै थियो। त्यतिसम्मका लागि हामी नजिकैका ठाउँहरू अवलोकन गरौँ घुमौँ भनेर हामी सबैजना मिलेर फेरि गयौँ। बाटो चाहिँ त्यहाँ पिच छैन। बाटो कतिपय ठाउँमा एकदमै अप्ठ्यारो छ, गाह्रो छ। त्यसपछि हामी बाइक रोकेर माथि उकालो पहाडतिर हेर्नका लागि माथि गयौँ। सबैजना हाम्रो सरिता लामा म्याम र प्रकाश सरले चाहिँ मुला लिएर आउनुभएको छ। नजिकै यो ठाउँ चाहिँ मुलाको लागि पनि प्रख्यात छ ककनीमा, इले खर्कमा। अनि हामी सबैजनाले मुला खायौँ। यहाँको एकदमै अर्ग्यानिक लोकल मुला रहेको थियो जुन एकदमै जुइसी अनि एकदमै मिठो गुलियो रहेको थियो यहाँको मुला चाहिँ। यता नि हेर्नु न। भयो म्याम? हजुर मुला टोकी। खानु त्यही भन्नु अनि सर यता हेर्नु, घरवासीको बारेमा केही भन्नु छ? भन्नु ल, भन्नु न केही न केही। घरवासीको मुला ल, जग्रेको मुला, ककनीको मुला। प्रकाश सर यता हेर्नु, चितवनको मुलाले भ्याउँदैन भन्नु छ? ककनीको मुलालाई केही छैन। यता हेर्नु, मेरो चाहिँ सबभन्दा ठुलो मुला। यो चितवनको मुला भन्दा हाम्रो ककनीको मुला एकदम बेस्ट छ। मुला म तपाईँहरू नै आउनु। राम्रो। प्रकाश सरले केही भन्दै हुनुहुन्छ यहाँ। प्रकाश सर के भनेर भन्नु त, भन्नु न के भने भर्खर पहिलो पटक नृत्य भएको स्कुल खै देखाउनु नवदुर्गा औँलाले देखाइराख्नु न देखाउनु न नवदुर्गा ल हेर्नु है त। यस्तो भन्नु न, गोर्खा मान्छेले त्रिशुली देखाए नि होला। तपाईँको सुल पनि देखिन्छ त खै माथि। ए है। मलाई चाहिँ नयाँ नयाँ ठाउँ गएपछि त्यो ठाउँको बारेमा रेकर्ड गर्न, हेर्न, भिडियो बनाउन मनपर्छ। त्यही भएर म चाहिँ कुदी कुदी भिडियो बनाइराखेको छु।
हाम्रो सरिता लामा म्यामले विभिन्न खालका भिडियोहरू बनाइदिँदै हुनुहुन्छ मेरो। पहिला आकाशमा देखाउने एकचोटि जुम गर्न आउँछ हिमाललाई पर्खिन है। एकछिनको त्यस ठाउँको अवलोकनपछि फेरि हामी तलतिर अरू ठाउँहरू हेर्न अवलोकन गर्नका लागि तल डाँडातिर गयौँ, जुन ठाउँ एकदमै रमाइलो थियो, जहाँबाट हाम्रो अहिलेको घुम्नलाई आउँदा हिमाली गाउँ घुम्नलाई आउँदा भेट भयो मैच्याङ परिचय पाऊ भेट भयो मैच्याङ मैच्याङ नि रहेछौ सुन्दरी मैच्याङ नि रहेछौ सुन्दरी मोहिनी धूप जन मैच्याङ पिरतीलाई दिउँ मोहिनी धूप जन मैच्याङ पिरतीलाई दिउँ बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँ सधैँ हिमाल लेख्न पाइयोस्। अब हाम्रो खाना नै रेडी भयो होला। हिँड्ने तर्खर गर्दैछौँ र हिँड्यौँ पनि, तपाईँ फेरि देख्न सक्नुहुन्छ। यो ठाउँ यस्तो होला भन्ने चाहिँ मैले सोचेकै थिएन कि यस्तो बनाउला यहाँ संरचना। पैसा त्यत्रो हालेको त नि पर्यटन मन्त्री हुँदा। त्यही त यस्तो संरचना बनाउला भन्ने त मैले एक बढी सेकेन्ड नि भयो, कति सेकेन्डमा काट्न तपाईँको चस्मा लाउँदा म काट्न मिलिहाल्ला नि होइन। थ्याङ्क यू। हाम्रो चाहिँ स्कुल डेली 23 किलोमिटर चाहिँ गुडेर जानुपर्छ। आज बल्ल बल्ल बिदा छ, आज नजाने घरमै बस्ने भन्ने सोच थियो मेरो, तर म यो ठाउँ नगएको भए मैले कति धेरै मिस गर्ने रहेछु, किनकि यो ठाउँ यति धेरै सुन्दर रहेछ नि। यहाँ गएपछि अब हामी फर्केर आउँदै थियौँ त्यो अरू ठाउँहरू घुमेर। यहाँ देख्न सक्नुहुन्छ भयो 15-16 सेकेन्ड कति बन्द गरिदिने हो। बाँध्नुपर्छ समाउनुलाई एकजना लानु, दुई त्यहाँ पुगेपछि 20 बेला हान्नु, एकजना समाउने। उहाँ चाहिँ रमा हुनुहुन्थ्यो, अनि हामी रमा चाहिँ डान्स गरेको, सेम नाम भएको, टिचर्स पेट भयौँ भनेर। एकदमै रमाइलो भयो। यो ठाउँ चाहिँ जति हेरे पनि जति बसे पनि कति हेरिराख्न मन लाग्ने थियो, तर बिहानको समयमा वातावरण खुल्ने भएको कारणले हामी चाहिँ अलि ढिला गरी पुग्यौँ। चाँडै पुगेको भए अझै एकदमै क्लियर भिजिबल देखिने रहेछ सबै ठाउँहरू। केही बादल लागेको थियो टाढा टाढा, तर पनि रेकर्ड गर्न, रमाइलो गर्न, टिकटक बनाउन, फोटो खिच्न, वरिपरिको वातावरणलाई मोबाइलमा कैद गर्न भने हामीले छोडेनौँ।
ल 2 रमा नापे छ रोजिना निस्कियो फेरि 2 रमा हो के यहाँ त 2 लिला छैनन् फेरि यहाँ बुढाबुढी नाच्छ प्रकाश चाहिँ छँदै फेरि खोइ अन्त ए उप्रेतीको नाम त तिमीलाई हेर्दै रेलीमै बिताउँला जीवन कालो केसमा ल हेर्नुहोस् है त साथीहरू मलाई चाहिँ हिमाल तान्न मन लागिरहेछ अब हिमाललाई नजिक नजिक ल्याउन खोजेको एउटा मलाई आफै नआउने र साथीहरूलाई पनि भिडियो बनाउन चाहिँ हामी अलि यो पार्टमा चाहिँ अलिक विक भएको हामीले महसुस गऱ्यौँ रमाइलो मात्रै भयो मैले पटक पटक ट्राई गरिरहेको छु तर पनि मैले सकिनँ किनकि म यो एक्टिङको पार्टमा एकदमै पछाडि छु मलाई थाहा छ यो कुरा राम्रोसँग श्रृङ्गारले माछा पुछे सिरको पानी फेवा ताल आइछ माछा पुछे सिरको पानी फेवा ताल आइछ छलको किन लाग्यो भन्ने भेट्नु परेछ माझै पोखरा फेवा तालको माया साँच्चैको नराम्रो ख्याल ख्यालको माझै पोखरा फेवा तालको माया साँच्चैको नराम्रो अब हाम्रो खाना खाने बेला भयो अनि ड्रोनले चाहिँ फोटो खिच्दैछ हाम्रो हेर्नु होला सबैजनाले एकदमै रमाइलो भयो प्रकाश अनि मजाले के भन्दै खाइरहनु भएको छ यो चाहिँ ड्रोनबाट खिचेको केही फोटोहरू भिडियोहरू थियो हाम्रो एकदम रमाइलो भयो जाने बेलामा da 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 da